हजारौं सपनाहरू खै कहाँ बिलाए। आउनुस् के छ कति हो र यस्तो यस्तो प्यान्टलाई खै कहाँ छ कुन हो भन्नुहोस् न कुन चाहिँ त्यो चाहिँ खै ए यस्तो खालको सस्तो राम्रो बढियो सस्तो चाहिँ पाउँदैन राम्रो चाहिँ पाउँदैन छ्याती भनेर त पहिल्यै ल्याएको मैले यो टाइपको अनि यो पनि छ एउटा व्हाइटमा छैन व्हाइटमा चाहिँ उयो यस्तो चाहिँ त्यो त लाग्ने त्यो त लाग्ने लानुहोस् न प्लिज नो प्लिज यो पनि ठिकै होला कति हो त्यसको होला नि 2890 कि कति 2890 रहेछ हुँदैन यो नाच्छु है म है हेर्छु केही छैन है अरू जहाँ सर्ट मात्रै आएको रहेछ नि अहिले त इन्चिटहरू एउटा बत्ती छैन नभन्नु यस्तो दामी दामी चाहिँ ट्राई गर्नु हेर्नु म त बनाइ नपरेको के गर्नु साइज पनि टक्क छ गयो म पाएँ उता माथि हेर्नु त उयो के पन्चु छि टक्क व्हाइट प्यान्ट भयो नि पिङ्क कलरको प्यान्टमा राम्रो देख्छु यस्तो टी सर्टहरू प्यान्ट किन्दैन जस्तो लाग्यो यो नतन किन्ने रहेछ कि हाम्रो साइज छ नि त साइज छ दिदी त्यो मिडियम साइज हो मेरो दिएर यो मिडियम रहेछ ठुलो साइज आउँछ ल थ्याङ्क यू फोटो खिच ल पछाडि पनि खिच यता गएको नि खिच यो सर्ट कति हो 2290 कति नराम्रो कलर हो तपाईँ राम्रै हुनुहुन्छ नि त न्यू इयर स्पेसल सबै स्पेसल हो हाम्रोमा स्पेसल आउँछ जहिले पनि पुरानो सामान रहँदैन दामी ए एकचोटि तपाईँ राम्रै हुनुहुन्छ जस्तो लुगा पनि सुहाउँछ दिदी मलाई राम्रै भन्दा नराम्रो लुगा पनि राम्रै देख्छ क्या तपाईँलाई ठुलो भएर सुन्दरी ल जानुहोस् भित्र बाई बाई जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने एउटा ठिक उता माया पापी मनको चाल हो एउटा ठिक उता माया पापी मनको चाल माया लिन फिजायो नि अंकुशको जाल नसाच्नेले झुठो माया देखाएर आयो हाम्रो बाचा कसम कतै तिमीले तोडिदियो तिमीले भन्थ्यौ भुल्दिनमा तर बिर्सी गयो तिमीले भन्थ्यौ भुल्दिनमा तर बिर्सी गयो हाम्रो बाचा कसम कतै तिमीले तोडिदियो तामाङ ड्रेस अहिले मैले देखाएको थिएँ नि छाकै कलर के नानी हजुर यस्तो कलरको यो मिटरको कसरी पर्छ नि हामीले किन्दाखेरि यसो हाम्रोमा त मिटरको भन्ने हुँदैन तपाईँले जियोस् बुटिक नै यो सेल गर्नलाई गर्नुभएको होलसेल हजुर होलसेल भनेपछि 6000 चाहिँ पर्ने रहेछ 65 से 7000 त्यसरी पर्न जान्छ हामीले त डिजाइन हेरी हुन्छ हजुर उयो होलसेल हो सबै होलसेल के कसरी गर्नुहुन्छ हाम्रो पसलहरूको लागि हो भने होलसेल पनि हुन्छ ड्युटी हुन्छ
गैरी खेतको सिरै हान्यो वर्षायामको गरौँधीले कसैको पनि नराम्रो चिताएन भने चाहिँ भगवान छ क्या भगवान जहिले नि हेर्छ क्या मान्नुहुन्छ है भगवानलाई म त मान्छु एकदम धेरै मान्छु म भगवानलाई म बाटोमा हिँड्दा नि ढोगिरहन्छु ना